ओइ शान्ते कहाँ गयो यो त आम्मा एउटा रिल्स बनाउन सिकाएको छैन ओइ शान्ते लौ कहाँ मर्यो यो इत्तामा सिकाएछ यहाँ बाख्राहरू सिल्पा सिटी जस्तो भइसक्यो हो घाँस नकाटेर हडामा कहाँ गयो ओइ शान्ते हो यो मुन्चुको चारो दिएको यसले बाख्रालाई बाप्रे बाप मान्छे त लु फोन भनेपछि त क्रेजी भइसकेको छ त्यो त लो बाख्राहरू यहाँ हेर न भएर सुतिरहेको छ ओइ शान्ति ओइ कहाँ गयो छैन त अन्त आम्मामा लु यो चाहिँ अब चाहिँ यस्तो प्रकारले डुब्छ ओइ शान्ति घोर पछाडि गीत बोल्दैछ त ओ शान्ते यो त 12 घोर पछाडि छ क्या हौ ओ शान्ते लौ हे भगवान के गरेको 12 घोर पछाडि चाहिँ देखिन सन्त रिल्स बनाएको ड्रेसअप होइन ड्रेसअप 12 घोर पछाडि यो खाले ड्रेसअप हो भगवान अचम्म लाग्यो तल देखेर त घाँस काट्नु जा के भएको त के सोचेको अन्त के सोचेको भन् न छक्कै परे म त त्यसले ड्रेसअप फिकेर त लौ यो पनि डान्सको गर्दैछु यहाँ त के रिल्स बनायो भने रिल्स बनाउनु पाउँदिनँ मैले भन् त यस्तो पछाडि रिल्स बनाउँछ कहाँ बनाउनु अहिले यस्तै त चल्दैछ त तँलाई थाहा छैन अस्ति भर्खरको रिल्सले गर्दाखेरि मिलियन भ्युज पाएँ मैले अब झन् यसले त झन् के पाउँछ भन्छ तँ टेन्सन नलिन सेलिब्रेटीले कहिले घाँस काटिदिएछ तैँले फिगर त शिल्पा सिटी जस्तो भइसक्यो त अन्त अहिलेको जमानामा चाहिँ अब चाहिँ बाख्राहरूलाई चाहिँ हरियो चस्मा लगाइदिन्छ चुइगम खुवाइदिन्छ दिनभरि कस्तो डिस्टर्ब गरिबस्छ गइहाल त यार गइहाल यार यो डान्स पनि मिलियनमै गएछ तिमीहरू नटेर सरले अब यहीँबाट तिमीहरूको मालिक पनि यही मिलियन्स भ्यूले नै धनी भइसकेको छ सेलिब्रेटी भइसकेको छ बुझिस् अब यही पैसाले तिमीहरूलाई हरियो चस्मा चुइगम ल्याइदिन्छु दिनभरि चमाउँदै बस्ला म चाहिँ रिल्स बनाइबस्छु बुझिस् होइन यो के कमेन्ट लेख्नु दाजु तपाईँले रिल्स मात्र होइन ब्लग पनि बनाउनुहोस् तपाईँले दामी दामी ब्लग बनाउँछ ब्लग बनाउनुपर्छ के हो यो मुखियालाई सोध्नु पर्यो ए मुखिया मुखिया के भयो ओ यहाँ त के भयो किन बोलाएको होइन यहाँ एउटा कमेन्ट आयो यो ब्लग बनेको चाहिँ के हो खोइ देखा हेरौँ यहाँ लगा हेर त पढ त ब्लग भनेको चाहिँ अब यस्तो हो नि त अब तँले रिल्स बनाउँछ होइन त्यो रिल्समा आउँछ सर्ट भिडियोमा आउँछ यो ब्लग भने चाहिँ कस्तो हो भन्दा चाहिँ अब तेरो लाइफको तैँले के गर्दछस् होइन अब तेरो त कस्तो जिन्दगी छ बाख्रा घाँस होइन बारीमा काटेको घाँस काटेको होइन सो अब बेलुका सुटमा हालेको लाइफमा के चल्दैछ त्यस्तो हालेको चाहिँ त्यसलाई चाहिँ ब्लग भन्छ नि त ए भनेपछि त त्यस्तोलाई ब्लग भन्छ बुझिस् अच्छा त्यसमा त म ब्लग पनि बनाउँछ अब बनाउनु अन्त अब तँ त अब सेलिब्रेटी भइहालिस् अब चाहिँ भनेपछि ब्लग पनि बनाउनु पर्छ यस अब चाहिँ म ब्लग बनाउँछु अब ब्लगमा आउँदैछु भनेपछि ब्लग चाहिँ कसरी बनाउनु त्यसरी ल ल ल अब चाहिँ ब्लगमा आउँदैछु सिँगारी अब तेरो मालिक झन् अब रिल्समा मात्रै होइन अब झन् तेरो त्यसले त अब चुइगम चलाउने दिन त पुरा आयो अब मालिकले फेरि रिल्स दिन ब्लग बनाउँदैछ ब्लग हेलो गाइस दिस इज एम सेन्ते र तपाईँहरूले मलाई ब्लगमा आउनु भन्नुभएको थियो है र यो चाहिँ मेरो अङ्कीहरू अस्तिको है अब यिनीहरूको चुइगम चलाउने दिन आउँदैछ है र गाइस यो चाहिँ मेरो अङ्कीको आमा है हेर्नुहोस् यो चाहिँ मेरो अङ्कीको फ्यामिली होम है गाइस र तपाईँहरूले मलाई ब्लगमा आउनु भन्नुभएको थियो है र गाइस आज सानो ब्लग बनाउँदैछु है गाइस सेन्ते च्यानल तपाईँलाई कस्तो लाग्छ अब रिल्समा मात्रै तपाईँले देख्नुभयो होइन अब चाहिँ ब्लगमा पनि आउँदैछु म र न्यू ब्लग क्रिएट गर्नेवाला छु म है गाइस र तपाईँहरूले मन पराइदिन्छ होला भन्ने चाहिँ अब मलाई आशा लागिरहेछ
किनकि मेरो धेरै फ्यामिलीहरू पाल्नु छ है मेरो फम्लीहरूलाई चिम चलाउने नि अब गाइसहरूले माया सपोर्ट दिनुभयो भने चाहिँ अब सायद धेरै किन्नु सक्छु होला है गाइस र अब गाइस यहाँ हेर्दै जानुहोस् अब तपाईँहरूलाई है यो चाहिँ मेरो केराबारी हो गाइस र ब्लग बनाउँदै जाँदैछु है म गाइस यो चाहिँ मेरो ठाउँहरू हो है तपाईँलाई देखाउँदै लाँदैछु है गाइस यो चाहिँ गाइस यो चाहिँ मेरो सानोबाट अफिस हो यहाँ चाहिँ म उठ्ने बस्ने गर्छु मेरो मलाई के थाहा त गाइस हक्दैछु म यहाँ सरी गाइस अब कालिम्पोङ चल्दै रहेछ है सरी गाइस